नमस्कार साथीहरू, आज हामी छलफल गर्न गइरहेका छौं के सम्बन्धी लुम्बिनी प्रदेश वन रक्षकको विज्ञापन सम्बन्धी है। आज हाम्रो प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले के गरेको छ त 7औं तहको प्राविधिक तथा अप्राविधिक सम्बन्धी प्रदेश निजामती सेवा र स्थानीय सेवाको चाहिँ विज्ञापन गरेको छ है। त्यो विज्ञापन गरेको छ र त्यही विज्ञापनको आधारमा आज हामीले लुम्बिनी प्रदेशको वन रक्षकको विज्ञापन सम्बन्धी छलफल गर्छौं। आज हेर्नुस्, प्रदेश निजामती सेवा वन रक्षक केमा पर्छ त? प्रदेश निजामती सेवामा है। वन रक्षक, रेन्जर, वन अधिकृत, वन सम्बन्धी सम्पूर्ण प्राय वन के भन्छ प्रदेश वन सेवामा पर्छ, प्रदेश निजामती सेवामा चाहिँ पर्छ। यसैगरी र स्थानीय निजामती सेवाको अधिकृत स्तर 7औं तहको प्राविधिक र अप्राविधिक है। प्राविधिक र अप्राविधिक परीक्षाको विज्ञापन गरेको छ। यसकै आधारमा अब हामीले लुम्बिनी प्रदेश वन रक्षकको विज्ञापन सम्बन्धी छलफल गर्न गइरहेका छौं। आज अब यो प्रकाशन कहिले भएको त? 2082 9 महिना 11 गते है। 2082 9 महिना 11 गते। अब यसमा हामी हेर्छौं है कति खोलेको छ त प्रदेश निजामती सेवाहरू। यसकै आधारमा हामीले वन रक्षकको चाहिँ विज्ञापन सम्बन्धी छलफल गर्ने हो। अब यो प्रदेश निजामती सेवा खोलिसक्यो। अब यो प्रदेश खोलिसक्यो भने सबैभन्दा पहिला प्रदेश खोल्ने भनेको यो वर्षमा सायद लुम्बिनी नै होला, प्रदेश निजामती सेवाको विज्ञापन गर्ने भनेको। त्यसकै आधारमा चाहिँ आज हामी छलफल गर्न गइरहेका छौं है। ल, आज हामी हेर्छौं प्रदेश निजामती सेवाहरू। यो स्थानीय तह भयो, प्रदेश प्रशासन खोलेको रहेछ हेर्नुहोस् है। यसै गरी हामी जान्छौं यो प्रदेश लेखा है, प्रदेशको जान्छौं प्रदेश प्रशासन। अनि यसै गरी हेरौं हेर्नुहोस् है, माथितिर छ तलतिर छैन। यसै गरी स्थानीय तह प्रदेश शिक्षा प्रशासन नेपाली सामाजिक यो भइहाल्यो, शिक्षा अधिकृत प्रशिक्षक। अब हेरौं हाम्रो म्यान भनेको कुन हो त? वन अधिकृत। ल हेर्नुहोस्, लुम्बिनी प्रदेशले निजामती सेवाको प्रदेश निजामती सेवाको वन सम्बन्धी विज्ञापन भनेको वन अधिकृतको आज 9 महिना 11 गते चाहिँ विज्ञापन गरेको छ। अब हेरौं यो प्रदेश वन जनरल फरेस्ट्री हो है। प्रदेश वन सेवा अन्तर्गत पर्ने प्रदेश वन जनरल फरेस्ट्री चाहिँ आज विज्ञापन गरेको छ। वन अधिकृत भनेको के हो त? पहिला चाहिँ सहायक वन अधिकृत हुन्छ। सब डिभिजन वन कार्यालयमा के हुन्छ त? हो, यसकै बारेमा खोल्ने हो क्या साथीहरू। अब सब डिभिजन वन कार्यालय भनेको हाम्रो 7औं 8औं तहको हुन्छ। कुन? 7औं र 8औं तहको प्रमुख हुन्छ भन्नाले कार्यालय प्रमुख। त्यो भनेको हाम्रो वन अधिकृत हो। अब जिल्लाको हेर्ने हो भने हाम्रो कुन हो त? डिभिजन वन अधिकृत। डिभिजन है, यो 9 10औं कतिको हुन्छ डिभिजन वन अधिकृत भनेपछि हाम्रो वन अधिकृत जुन सब डिभिजन वन कार्यालयको प्रमुख नै वन अधिकृत हुन्छ। पहिला यसलाई हामीले सहायक वन अधिकृत भन्थ्यौं। के भन्थ्यौं त? सहायक वन अधिकृत है, सहायक वन अधिकृत भन्थ्यौं। अहिले चाहिँ हामीलाई यो वन अधिकृत भन्ने चाहिँ दिएको छ है। यो चाहिँ सब डिभिजन वन कार्यालयको प्रमुख हो है। वन रक्षकहरूको प्राय भनेको सब डिभिजन वन कार्यालयमा चाहिँ कार्यरतहरू हुन्छन्। र यसैगरी हाम्रो कति खुले त? वन अधिकृत है। वन अधिकृत कतिखेर? खुल्ला 2 वटा, खुल्ला 2 आदिवासी जनजाति पुरुष 1 गएर जम्मा हाम्रो 3 वटा कोठा चाहिँ विज्ञापन गर्यो वन अधिकृतको। कति? 3 वटा। अब 3 वटा गर्नु भनेको के हो त? 3 वटा सब डिभिजन वन कार्यालय है। 3 र सँगै 4 भनेपछि लगभग 8 12 वटा वन रक्षक त यसमै भइहाल्ने भयो है। अब हाम्रो यो अनुमान हो, सम्भावना। अब हेरौं, अब तराईको भए 6 वटासम्म पनि हुन्छन् है। तराईको भए 6 वटासम्म कति हुन्छन्? अब यसै गरी हेरौं हामी 6 वटा 1 अनि एउटा 5औं तहको हुन्छ कि कति हुन्छ, अनि 4 वन अधिकृत। यसै गरी हाम्रो आज चाहिँ वन अधिकृतको विज्ञापन गर्यो है। यो चाहिँ तपाईले बुझ्नु पर्यो। अब वन अधिकृतको प्रदेश निजामती सेवाको विज्ञापन गर्यो। अब वन रक्षकको गर्छन् है त। अब हामी के गर्छौं? वन रक्षकको विज्ञापन कहिले र कति गते गर्छ भन्ने कुरा हामी यहाँ छलफल गर्न गइरहेका छौं। त्यसको लागि साथीहरु सबैभन्दा पहिला तपाईले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला। ल सब्स्क्राइब है, SBCRIB सब्स्क्राइब। ल सब्स्क्राइब गरेको साथीले डोन लेख्नुस्, डोन
डोन र लाइक पनि गर्ने है, लाइक पनि गर्न नभुल्नुहोस् ल, लाइक पनि गर्न नभुल्नुहोस्। यो चाहिँ साथीहरू अब यो हाम्रो भयो प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशको पदपूर्ति सम्बन्धी भन्नाले वार्षिक कार्यतालिका कहिलेको त 2082 तिर आएको कार्यतालिका भयो। हाम्रो चाहिँ संशोधन गरेको है साथीहरू, यो कार्यतालिका संशोधन गरेको कार्यतालिका हो। यो भन्दा अगाडि पनि कार्यतालिका प्रकाशित छ, तर हाम्रो यो संशोधन गरेको कार्यतालिका हो। संशोधन भनेको परिमार्जन गरेर फेरि चाहिँ के थपेको कुन कुन यो चाहिँ हाम्रो उ गर्ने है। ल सब्स्क्राइब गर्नुभयो साथीहरू, ल सब्स्क्राइब गरेको ल अब हामी भिडियो सुरु गर्छु। सब्स्क्राइब चाहिँ गर्न नभुल्ने है। वन रक्षक र वन सेवा सम्बन्धी सम्पूर्ण जानकारी तपाईँ यसै च्यानल मार्फत पाउनुहुन्छ है। ल अब हामी यसै गरी जान्छौँ। अब यसै गरी जाँदाखेरि हाम्रो के छ, आर्थिक वर्ष 2082-83 को पदपूर्ति कार्यक्रम संशोधित कार्यक्रम है, संशोधित पदपूर्ति कार्यक्रमको संशोधित तर्फ है। ल अब हामीले यहाँ के गर्नु त साथीहरू, ल हेर्नुहोस् है। अब हाम्रो भनेको यहाँ कहिले छ वनरक्षकको सहायक तेर्सो तह प्रदेश निजामती सेवाको सहायक तेर्सो तह जनरल फरेस्टी वन रक्षक, यो चाहिँ वन रक्षकको विज्ञापन हो। सहायक तेर्सो तह खुल्ला र समावेशी दुई तरिकाबाट चाहिँ हाम्रो विज्ञापन हुने गर्छ। यसै गरी हाम्रो माघ सङ्कलन भनेको यो महिना हो, पुसको महिना। ल अहिलेको महिनामा चाहिँ माघ सङ्कलन भइरहेको छ, केही समयपछि अपडेट आउला, माघ सङ्कलन भइराखेको छ। यसै गरी हामी हेर्छौँ अब यो चाहिँ विज्ञापन सूचना प्रकाशन भयो वनरक्षकको है साथीहरू, लुम्बिनी प्रदेशको फेरि लुम्बिनी प्रदेशको माघको अन्तिम शुक्रबार। अब यो माघको अन्तिम शुक्रबार भन्दा कहिले पर्छ त 2082 10 महिना कति गते 23 गते, यो 23 गते चाहिँ हाम्रो डेट पर्छ। कहिले खुल्ने भयो त 23 गते 2082 10 महिना 23 गते चाहिँ हाम्रो सहायक स्तर तेर्सो तह प्राविधिक तर्फ वन रक्षकको चाहिँ विज्ञापन हुने भयो। कहिले माघको अन्तिम शुक्रबार। ल ध्यान दिनुभयो। अब यसै गरी हामी हेर्छौँ परीक्षा सञ्चालन। ल परीक्षा सञ्चालन हाम्रो वैशाख जेठमा हुने भयो है, परीक्षा सञ्चालन। अनि यसै गरी लिखित परीक्षाको नतिजा जेठ असारमा है। अन्तर्वार्ता सिफारिस हाम्रो जेठ असारमा नै दिएको छ, यो संशोधन होला जेठ असार भनेर साउन भदौ लगभग असोज कार्तिक मङ्सिरसम्म हुन्छ के, जुन ठ्याक्कै 1 वर्ष लाग्छ लगभग। विज्ञापन भएको 1 वर्षभित्र चाहिँ सबै कार्य पुरा हुन्छ भने चाहिँ हाम्रो फागुनतिर चाहिँ सकिन्छ। ल साथीहरू तपाईँले बुझ्नुभयो होला है। आज अब प्रदेश निजामती सेवाको विज्ञापन गरिसक्यो भन्दाखेरि हाम्रो है प्रदेश निजामती सेवाको विज्ञापन गरिसकेको छ। त्यसैले हाम्रो कहिले खुल्छ त भन्दाखेरि 10 महिना 23 गते, यो वार्षिक कार्यतालिका अनुसार है। आज निजामती सेवाको प्रदेश र स्थानीय तहको लुम्बिनी प्रदेशले विज्ञापन गरेको, त्यही भएर हाम्रो 99% चान्स छ विज्ञापन हुन चाहिँ है। कति 99% चाहिँ हाम्रो सम्भावना हो। आशा राखौँ है, निरन्तरता के भन्छ मेहनत गरौँ। खुल्छ नखुल्ने होइन, ढिलो होला, केही महिना केही दिन ढिलो होला, तर अवश्य नै खुल्छ। यो चाहिँ 2081-82 को वनरक्षक नै भनेर दिएर रहेछ, त्यसमा चाहिँ दिए होइन है, खुल्ला तथा खुल्ला अन्तर तह भनेर रहेछ है। यो ल अब तपाईँले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला है, किनकि तपाईँले सम्पूर्ण जानकारी पाउने भनेको यसमै हो कि हाम्रो यो युट्युब च्यानलमा है। हाम्रो करिब 1K सब्स्क्राइब पनि पुग्न लागेको छ है। ल तपाईँले अब हाम्रो यो वन रक्षक अथवा वन सेवा सम्बन्धी सम्पूर्ण जानकारी पाउन चाहिँ तपाईँले यदि हामीलाई सम्झिनु हुनुहुन्छ भने हाम्रो रोक्नुहोस्, हाम्रो पेज देखाइदिन्छौँ तपाईँलाई हामी। हाम्रो पेज हेर्नुलाई एकैछिन, पेज तपाईँको हाम्रो पेज छ, त्यो पेजमा त तपाईँले उ गर्नु होला, के भन्छ हाम्रो यो पेज हेर्नुहोस्, हाम्रो यहाँ आइराखेको हुन्छ हाम्रो यो वन सेवा अनलाइन तयारी। यो वन सेवा अनलाइन तयारीमा तपाईँले जोडिन सक्नुहुन्छ, फलो गर्नु होला। यसमा फलो गर्ने बित्तिकै सम्पूर्ण नोटिस हेर्नुहोस्, सम्पूर्ण नोटिस यसमा नै आउने हो। हेर्नुहोस् वन सम्बन्धी सम्पूर्ण जानकारी हाम्रो यही पेजमा नै आउने हो। त्यही भएर सम्पूर्ण यो पेजलाई फलो गरिदिनु होला, फलो गरी लाइक गर्नु होला है। हेर्नुहोस् सबै सम्पूर्ण जानकारी हो
यसमा क्वेसनहरु एकदमै महत्त्वपूर्ण क्वेसनहरु हामी राख्छौं है। यसलाई चाहिँ तपाईले के गर्नु होला, फलो, लाइक, कमेन्ट गर्नु होला। हेर्नुस्, वन सेवा अनलाइन तयारी भने फेसबुकमा सर्च गर्नु होला, आइहाल्छ है। ल, धन्यवाद।